गाइस तपाईहरुलाई म आज नागोयाको नेपाली मार्केट देखाउँछु है त। मेरो पछाडी चाहिँ अहिले नागोया स्टेसन छ। सिधै पछाडी चाहिँ नागोया स्टेसनबाट सिधै अगाडि आउनुभयो भने चाहिँ तपाई नेपाली मार्केटमा आउनुहुन्छ। यहाँ चाहिँ अगाडि नेपाली रेस्टुरेन्टहरु स्टार्ट हुन्छ। यो बाटोबाट लेफ्ट जानु भयो भने चाहिँ सिधै भियतनामीको तरकारी पसलमा पुग्नुहुन्छ तपाईहरु चाहिँ। सिङ्गो खुलेछ जापानमा सिङ्गो खुल्यो भने चाहिँ यस्तो साउन्ड कराउँछ कि जापान गभर्मेन्टहरूलाई पहिल्यै थाहा थियो होला कि मान्छेहरू चाहिँ पछि टेक्नोलोजीहरू बढ्दै गएपछि सिग्नलमा नि मोबाइल चलाउँदै हिँड्छ अनि त्यसपछि सिग्नल खुलेको नि बिर्सिन्छ। त्यही भएर यस्तो साउन्ड राखिदियो भने चाहिँ अलर्ट हुन्छ भनेर होला सायद। त्यो हो कि अरू कुनै रिजन छ त्यो त थाहा भएन, तर जस राम्रो कन्सेप्ट हो त्यो चाहिँ। यहाँबाट चाहिँ नेपाली सबहरू स्टार्ट हुन्छ। एकजना सिग्नलमा फोनमा बोल्दै बस्नु भएको छ देखिहाल्नु भयो। यता चाहिँ काठमाडौँ किचन भन्ने रेस्टुरेन्ट छ। त्यतापट्टि राइटको यो फ्यामिली मार्टमा नि नेपालीहरू टन्नै काम गर्ने हुनुहुन्छ। अगाडि यहाँ नेपाली हलाल सब होला। हलाल सबबाट आइची नाम फ्लोरे सामान झरिरहेको छ। यताबाट गोर्खा रेस्टुरेन्ट भइहाल्यो। यतापट्टि सिलौटो रेस्टुरेन्ट नै रेस्टुरेन्ट छ। यो हलालको सामान बेच्नेहरूले पो कमाएको छ त पैसा जापानमा। डेन्जर हुन्छ, डेन्जर फाइदा। नेपालबाट इन्डियाबाट हुँदै समुद्रको बाटोबाट मगाए अनि यहाँ नेपाली हलाल सबहरूलाई बेच्यो। नेपालीहरूले फेरि खाने भनेको नेपाली नै हो। तरकारीहरू, मसलाहरू, नुन तेल चाहिँ जापानमा केही किन्छ, तर खाजा चटपटहरू भयो, आलु तरकारीहरू सबै हलालमा राखिदिएको हुन्छ। हलालमै गएर किन्न जान्छ। हलाल भन्ने बित्तिकै नेपालीको पसल भन्ने बुझिन्छ जापानमा चाहिँ। नेपालमा चाहिँ किराना पसल, यहाँ चाहिँ हलाल पसल। यतापट्टिको नि फ्यान्डमार्ट हो। यहाँ पनि नेपाली नै धेरै छन् काम गर्ने स्टाफहरू चाहिँ। यो भयो रिसाइकल सप, उमा दिदीको रिसाइकल सप। खतरा बिग्छ यो पनि। दिनकै 20-22 मान उड्याएको हुन्छ। मेरो राइटबाट नेपालीहरू जानुभयो। यो चाहिँ त्यस नेपालीकै एरिया भन्दा नि केही फरक पर्दैन। यदि तपाईहरुलाई सेकेन्ड ह्यान्ड सामानहरू चाहिएको छ, सामान फाल्न छ भने चाहिँ यहाँ सम्पर्क गर्दा नि हुन्छ। यहाँबाट सिधै गयो भने चाहिँ नाकामुरा कोइन स्टेसन आउँछ। नागोया बसेको नि ठ्याक्कै 2 वर्ष हुन लाग्यो मेरो चाहिँ। जस नागोयामा चाहिँ रमाइलो छ बस्नको लागि। यतिको भयो भने चाहिँ काममा नजिक जानको लागि के भन्छ साइकलमा आउनु जानु गर्न नि मजा आउँछ कि। टोकियोमा चाहिँ ट्रेनमा हिँडि नसक्नुहुन्छ मान्छेहरू भिड भएर। जसले कन्स्ट्रक्सन गरिरहेको छ आइसुजु रे, ए आइसुजु बुढाले बढायो आयो त जग्गा। जापानमा चाहिँ बुढाबुढीहरू चाहिँ सबै काम गर्छ कि, त्यही भएर होला सायद जापानमा डेभलपमेन्ट छिटो भएको। यस्तो ठाउँमा चाहिँ बुढाबुढीहरूलाई राखेको हुन्छ मेन अघि जस्तो काममा चाहिँ। जापानमा जति मान्छे आयो नि सबैले काम पाउँछ जस्तो लाग्छ मलाई चाहिँ। जापानको हाई स्कुल पढेपछि सबै यङहरू पनि सबै
काम सुरु गर्छ होइन, पार्ट टाइम जब गर्नु थाल्छ, हाई स्कुल सकेर वर्किङ गर्छन्, कति युनिभर्सिटी पढ्छन्, सेन्मन पढ्छन् होइन, कलेज पढ्छन्, पढ्दा पढ्दै सबै जब गर्छ आफ्नो लागि, पकेट मनी आफ्नो खर्चहरू प्रायः जस्तो सबैले उठाउँछ। यहाँको अन्धेरीदेखि बुढाहरू सबै काम गर्ने भएर पनि अझै कामदारको डिमान्ड एकदम हाई छ जापानमा चाहिँ। अहिले पनि कति नेपाली कामदारहरू मगाउने जापानमा भनिरहेछ। त्यही भएर सबै तपाईँहरू पनि एकदम बेरोजगार भएर बस्नुभएको छ, काम पाउनु भएको छैन भने चाहिँ जापान आउँदा हुन्छ। ल्याङ्ग्वेज राम्रो बनाएर आउनुभयो भने चाहिँ जापान राम्रो छ। स्यालेरीहरू फ्रीमा आएर छ, मान्छेहरू 1.5 लाखमा आएर महिनाको 2-2.5 लाख खाइरहेको छ कि। त्यो भने त राम्रो हो नि त। त्यो सर्टेन टाइममा आएर कमाएर जानलाई चाहिँ त्यो भिजामा तोक्तेकिनो जिसुसेहरू एसएसडब्ल्यू भिजाहरूमा आएर जानलाई चाहिँ एकदम बेस्ट हो होइन। अब अलि आएपछि तपाईँ राम्रै देश हो, अलि लङ टर्म बस्छु। धेरै नेपालीहरू अलरेडी यहीँ सेटल भएर बसेको छ। म त्यसरी नै बस्छु भन्नुभयो भने चाहिँ तपाईँहरू स्टुडेन्टमा आउनु भन्छु। स्टुडेन्टमा आउनु भयो भने लाइफ एकदम इजी हुन्छ क्या, हरेक कुराहरू आफैले गर्न सक्छ। अरू भिजाहरूमा चाहिँ हरेक कुराहरू अरूमा डिपेन्ड हुनुपर्छ कि, अरूमा डिपेन्ड हुनुपर्छ। अनि आफ्नो मान्छेहरू नजिकको आफ्नै फ्यामिली मेम्बरको मान्छे भयो त एकदम ठिक छ होइन, तर अरूहरूमा डिपेन्ड हुन चाहिँ एकदम गाह्रो हुन्छ। किनभने आफ्नो टाइम एकदम प्रिसियस हुन्छ कि, सब बिजी हुन्छ। फ्री भएको दिनमा घरको काम कपडा धुनेदेखि लिएर रेस्ट गर्न मन लागेको हुन्छ, अनि अरूको टाइममा नै पाउँदैन कि। त्यो कुरा नि हो। अनि अरू फेरि आफू अरूमा डिपेन्ड भयो भने कति कुराहरू थाहै हुँदैन कि। आफूले गर्न थाल्यो भने धेरै कुराहरू सिकिन्छ। त्यही भएर जापान आउँदै हुनुहुन्छ नि बेस्ट भनेको चाहिँ स्टुडेन्ट भिजामा हो। स्टुडेन्टहरू जो आएर यहाँ स्ट्रगल गरेर सेटल भएको छ उनीहरूको लाइफ चाहिँ एकदम चिल छ है। उनीहरूको डिपेन्डेन्टहरूलाई पनि गाह्रै छ। सबै कुराहरू अलरेडी हामीले गरिदिएको हुन्छ नि त। त्यही भएर उनीहरू अलरेडी सबै कुराहरू सेटल भइसक्यो हुन्छ। त्यही भएर उनीहरूले केही सिक्नै पाउँदैन कि, ग्रो अप हुनै पाउँदैन। जस्ट काम गर्ने आउने त्यही हो। अनि बिदाहरूको दिनमा बुढाहरूसँग अथवा फ्यामिली मेम्बर्सहरूसँग गाडीमा घुम्न जाने, काम आउने, त्यही हो। आफ्नो रहर, आफ्नो इच्छा, आफूलाई के गर्नु मन लागेको हुन्छ होइन। कसैलाई के बिजनेसम्यान गर्नु मन लागेको हुन्छ, के पढ्न मन लागेको हुन्छ। त्यस्तो भयो भने चाहिँ डिपेन्डेन्ट भिजामा एजु नै किन नहोस् होइन। एजुको डिपेन्डेन्ट, जापानिज पासपोर्टको डिपेन्डेन्ट, नर्मल वर्किङ भिजावालाको डिपेन्डेन्ट, त्यस्तो आफ्नो इच्छा छ भने चाहिँ काम छैन होइन। नर्मल बुढा अलरेडी सेटल भइसकेछ अथवा फ्यामिली छ, उनीहरू छँदैछ, उनीहरूकै काम गर्न आउने जान्छ हो, पैसा कमाउने हो, नर्मल लाइफ, सिम्पल लाइफ जिउँछु भन्नु छ भने चाहिँ राम्रो हो होइन। आफै केही गर्छु होइन, स्ट्रगल गर्छु आफ्नो लागि, आफै आफ्नो इम्पायर आफै खडा गर्छु भन्ने टाइपको अलिकति हुन्छ नि। त्यस्तो हुनुहुन्छ भने चाहिँ तपाईँ स्टुडेन्टमा आउनु होला अथवा डिपेन्डेन्टमा चाहिँ नआउनु होला। मैले देखेको र भएको एक्सपिरियन्स चाहिँ यो चाहिँ। किनभने डिपेन्डेन्ट भएर काम गर्दाखेरि अब स्टुडेन्टहरूलाई पनि धेरैले हेप्छ, भाषा आउँदैन भनेर। अब डिपेन्डेन्ट भर्सेस स्टुडेन्टको चाहिँ अलिकति मनमुटाव चाहिँ धेरै भएको देखिएछ जापानमा चाहिँ। त्यसैले तर कोही एकदम रियर केसमा चाहिँ डिपेन्डेन्टहरू पनि आएर होइन ल्याङ्ग्वेज पढेर एन्ड टुसम्म निकालेको पनि हुनुहुन्छ कि होइन। तिनीहरूको लागि त ह्याट्स अफ यार। त्यो दार्जिलिङ त्यत्तिको जिसन अथवा कन्फिडेन्स चाहिँ हुनुको चाहिँ आएर 5-6 महिना अथवा 1 वर्ष ल्याङ्ग्वेज मात्रै काम मात्रै गरिदियो भने जापानमा चाहिँ बवाल लाइफ जिउन सक्छ कि। सो तपाईँहरू पनि जापान त्यही मेन्टालिटी लिएर आउनु होला। आउनुभयो भने अरू त के भन्नु, स्टुडेन्ट लाइफमा आउनेहरूलाई चाहिँ 4 वर्ष चाहिँ नर्कमै हो। जता पनि ठक्कर खानुपर्छ। 4 वर्षपछि नि अब वर्किङ गरेर नि सबैको राम्रो हुन्छ भन्ने हुँदैन है। वर्किङमा नि अब वर्किङ गर्ने कल्चरै टोटल्ली डिफ्रेन्ट हुन्छ कि जापानको चाहिँ।
कसैले बाहिर गरिरहेको ठाउँमा वर्किङ गर्न पायो भने त राम्रै हो, हरेक कुरा बुझिसकेको हुन्छ। सुरुमा वर्किङ गर्नेहरूलाई चाहिँ अब कति कुरा ल्याङ्ग्वेजहरू थाहा हुँदैन। जापानमा चाहिँ कति कुराहरू पढेर भन्दा नि पढेर चाहिँ थाहा हुन्छ कि हरेक ठाउँमा छुट्टी छुट्टी ल्याङ्ग्वेजहरू, कोतोबाहरू, वर्ड्सहरू युज हुने भएको भएर नयाँ ठाउँमा काम गर्दाखेरि चाहिँ त्यहाँको कुरा अथवा त्यहाँको कल्चरहरू धेरै कुराहरू थाहा हुँदैन है। त्यही भएर गाह्रो हुन्छ वर्किङ गर्दा नि। कसैलाई चाहिँ अब नेपाली नभएको ठाउँमा जापानिजहरूसँग मात्रै काम गर्नु पऱ्यो भने अलिकति होम सिकनेस टाइपको फिल हुने होइन, आफ्नो कुराहरू सेयर गर्न नपाउने, टोटल काममा गोस आश वरिपरि पनि नेपाली छैन भने चाहिँ त्यो रोबोट जस्तो लाइफ हुन्छ नि त। त्यही भएर कतिलाई बोर लाग्छ। कसैलाई फेरि नेपालीहरूसँग काम गर्दा गर्दा वाक्क भएर नेपालीहरू कोही छैन, जापानिजहरू मात्रै छ, आनन्द भनिन्छ। नेपालीहरू भएको ठाउँमा फेरि कुरा काट्नेदेखि लिएर अब सानो सानो कुराहरूमा होइन, एब्सेन्समा उसको एब्सेन्समा अर्कोले यस्तो कुरा काटिदिने यताउता गर्दाखेरि कुरा बेला नराम्रो भइदिन्छ कि। धेरै नेपालीहरू त्यस्तो छ होइन, काम गर्ने ठाउँमा एकअर्कासँग नबोल्ने नेपालीहरू धेरै छन्। हाम्रै काम गर्ने ठाउँमा छन्, के भन्नु अरूको। त्यही भएर नेपालीहरू धेरै भएको पनि राम्रो चाहिँ होइन काम गर्ने ठाउँमा। अलिअलि छ भने चाहिँ ठिकै हो, एक दुईजना छ भने चाहिँ रमाइलो हुन्छ। यदि तपाईँहरू यो भिडियो हेर्नुभएको छ भने चाहिँ तपाईँहरू मिलेर बस्नु होला है, मिलेर काम गर्नु होला। अर्काको देशमा आएको छ, जसरी सजिलो हुन्छ आफूलाई त्यसरी काम गर्ने हो। वार पर्छ। अर्को भिडियोमा चाहिँ म जापानिज पासपोर्ट र जापानिज पिआरको बारेमा भिडियो लिएर आउँछु। त्यतिन्जेल चाहिँ स्टे ट्युन।